आलुलाई एकदम राम्रोसँग पेस्ट बनाउनु छ आलुको। समोसाको लागि मसला रेडी भइसकेको छ। एकदमै राम्रो बनेको छ मसला। यसको बास्ना पनि एकदमै मिठो भएको छ। अब म यसलाई एउटा भाँडामा राख्ने छु। अब म यसलाई एकछिन सेलाउन दिनुपर्छ। त्यसको लागि त्यतिखेरसम्मको लागि म यहाँ रोटी बेल्ने छु। अब समोसाको लागि यसलाई सेलाउन दिनुपर्छ। यो चिसो रोल पनि नि। अब म यसलाई समोसाको लागि रोटी बेल्ने छु। यसलाई अलि लामो खालमा बेल्नुपर्छ। हामीलाई सजिलो हुन्छ समोसा बनाउनलाई लामो भयो भने। यो भइसकेको छ। यसलाई धेरै पातलो पनि हुनुहुन्न, धेरै बाक्लो पनि हुनुहुन्न, ठिक्कैको बनाउनु पर्छ। यो मसला सेलाउन्जी म सबै यसै बनाएर राख्ने छु। अर्को पनि त्यसरी बनाउनु छु, मसला सेलाएको छैन। दोस्रो रोटी पनि मैले यसै गरी बनाएर राखेको छु। मसला याद गर्नेछु। यो पनि भयो। मैले सबै यसै गरेर बनाएर सकेँ। अब म यसलाई मसला सेलाइसक्यो। अब म सुरु गरेँ समोसा बनाउनलाई। यहाँ मैले अगाडि बेलिसकेको छु रोटीहरू। एकदमै ठिकै साइजको छ, मध्यम साइजको छ। अब म यसलाई बिचबाट यसरी काट्ने छु चक्कुको सहायताले। अब मैले यहाँ यसलाई यसरी गरिदिने छु। हजुरलाई ठुलो सानो बनाउन समोसा हजुरहरूले कत्रो साइजको बनाउने त्यो हजुरले आफ्नो पिठोको डोल कत्रो बनाउने त्यो हजुरहरूले आफ्नो इच्छाले हो। मैले यहाँ यसलाई यसरी जोडेँ। लुज भयो भने फेरि सबै फुटेर मसलाहरू तेलमा आउनेछ। पछि सबै फुट्छ पिठोहरू। यत्तिकै राख्ने। अब यसलाई मैले हल्का पानी वरिपरि पानीको सहायताले गर्नेछु। यहाँ हल्का पानी लगाइदिने। यहाँ पानी लगाएको छु। यहाँ यस्तो गरिदिने। यहाँ पानी लगाएको छु। यहाँ यस्तो गरिदिने। यहाँ पानी लगाएको छु। यहाँ यस्तो पनि सबैको हुन त्यसलाई यसरी थिच्दिने औँलाले। निक्सिनु भएन। हामीले पकाउने बेला एकदम टाइट हुनुपर्छ समोसा। भइसकेको छ समोसा। फेरि पनि मैले यसमा फेरि पनि यसरी मसलाहरू राखेँ। फेरि पनि यसै गरेर मैले पानी लगाइदिएँ हल्का छेउमा। यो नफुट्नको लागि पानी लगाउनु फेरि फुट्छ पिठो पछाडि। भइसकेको छ यो पनि समोसा। पकाउने छु। हजुर म त यसरी बनाउँछु। हजुरहरूले कस्तो बनाउनुहुन्छ आफ्नो आफ्नो तरिका हुन्छ हैन। यो पनि बनाउन त। समोसा पकाउनको लागि मैले यहाँ कराईमा तेल तताइसकेको छु। अब म यहाँ मनतातो तेल छ। धेरै तेललाई एकदमै तातो बनाउनु हुँदैन। समोसा फेरि जल्न सक्छ। त्यो फोका फोका उठ्छ समोसाको। अब म यहाँ आफ्नो समोसा अगाडि बनाइरहेको समोसाहरू पनि राख्ने छु। म समोसालाई फर्काउने छु। एकदमै सानो ग्यासमा पकाउनु पर्छ। फेरि काँचै हुन्छ समोसा। यसै गरेर पकाउने छु म। सब यसै गरेर फर्काइदिए। समोसा सबै पाक
भइसक्यो एकदमै राम्रो बनेको छ आजको समोसा एउटा पनि फुटेको छैन मैले बनाएको समोसा म अब यसलाई एउटा भाँडामा राख्ने छु यसलाई पनि यसै गरेर राखी सबै चिकी तातो समोसा जाडो समयमा एकदमै राम्रो हुन्छ अचारसँग त झन् एउटा पनि नफुटेर अरू बाँकी भएको समोसाहरू पनि मैले यसै गरेर पकाएँ यसलाई पनि राख्दिएँ चारवटा छ अब यो लास्ट हो एकदमै राम्रोसँग फुलेको छ समोसा पनि चाहिन्छ मैले आफूले बनाएको समोसा म टेस्ट गर्दैछु है त आज शनिबार पनि एकदमै मिठो छ मैले घरमै बनाएको समोसा एकदमै आजको समोसा एकदमै राम्रो बनेको पनि छ मिठो पनि छ आशा छ हजुरहरूले बनाएर खानुहुनेछ भन्ने पूर्ण आशा गरेको छु र मेरो भिडियोलाई हजुरहरूले पनि माया गरिदिनु होला लाइक कमेन्ट सब्स्क्राइब गर्नु होला बाइ बाइ अर्को भिडियोमा आउने छु नमस्ते एभ्रिवान सबैजनालाई चाहिँ हाम्रो विमला क्रिएसन युट्युब च्यानलमा स्वागत छ आज हामी चाहिँ पारिवारिक रूपले चाहिँ एउटा सानो गेम खेलौँ रमाइलो गरौँ र बाँकी खानेकुराहरू यहाँ टेबलमा देख्नु भएको छ नि यो पोक अनि यो चाहिँ हाम्रो ग्रिल चिकन हो कि अब ग्रिल चिकन चाहिँ ल्याइएको छ आज जाडोमा यसो ताजा मौसम तताउने प्रोग्राम छ हामी घरको फ्यामिली 5 जनाको मेम्बर छ यहाँ 5वटै कोक छ फेरि खाना चाहिँ पछि मिलाएर खाने हो 5 जनाले हैन तर अहिले चाहिँ विशेष गरेर चाहिँ यो ग्रिल चिकन चाहिँ यो हाफ बोतल चाहिँ पानी छ नि यसलाई चाहिँ हामीले यसरी घुमाउने ट्विस्ट एन्ड टर्न गर्ने अनि त्यो गर्दाखेरि जसले चाहिँ यो घुमाउँदाखेरि चाहिँ ट्याक्कै घुमाएर चाहिँ यो गर्दाखेरि चाहिँ ठ्याक्कै यसरी बस्छ हो त्यो मेम्बरले चाहिँ यो ग्रिल चिकन चाहिँ एक पिस खाने है त अनि यसको लागि चाहिँ हामी चाहिँ यहाँ सबैजनाले पालै पालो आफ्नो टर्नमा आफ्नो पालोमा चाहिँ हामी घुमाउँछौँ जसको पालोमा यसरी ट्याक्क पारेर घुमाएर यसरी सिधा राखिन्छ उसले चाहिँ एक पिस घरलेमै खान्छ अरूले चाहिँ हेरेको हेरे अरूले खाने बेला हेरेको हेरे लाल पनि चौक भने चाहिँ हामी अन्तिममा बारेर खानेछौँ तपाईहरुलाई कस्तो लाग्छ हाम्रो गेम इन्टरटेनमेन्ट लाग्छ एकदम रमाइलो हुनेछ हजुरहरूले हेरेर साथ दिनु होला इन्जोय गर्नु होला अनि त्यसपछि हामीलाई चाहिँ कृपया जस्तो लाग्छ त्यस्तै तपाईहरुको प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला साथै भिडियो मन पर्यो भने लाइक शेयर सब्स्क्राइब पनि गरिदिनु होला है त ल अब हामी 5 जना सुरु गरौँ कसले गर्ने क्लकवाइज कि एन्टी क्लकवाइज क्लकवाइज नै गरौँ ल फर्स्टमा बाबाको टर्न है ल लेट्स गो भएन है भएन ल अब छोरी तिम्रो टर्न ले पनि सकिन अब छोराको टर्न मेरो हेर्ने हेरि चाहिँ एकचोटमै गर्छु खाऊ न तिम्रो हो यो ल ल फेरि दादा फेरि यहाँ राग तिमीले जितेको जति यहाँ छुटेर राग ल अनि कोक पनि होला नि कोक हेर्न लागि दादा ल भएन एउटा यो एउटा कोक उता राख दियो अब मम्मीको टर्न ल तिम्रो लैजाऊ ल तिमी सायद ल खाँदै गर छोराले खाँदै गर तिमी त म त के सगुला र हेर झन् ल ल भयो खेल भन्दा पनि मान्छे मार्ने जस्तो कुरा भयो दादा 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 फेरि सुरुवात यो सबले आज खाने खेल छैन के हो मेरो भाग्य मलाई सोध्नु मान्छेलाई
झन्डै भएको भएन है त अर्को हेर्ने अँ? ल झन्डै भयो भइसक्यो भएन आज यो जुक्तिले नहोला जस्तो छ यो खान चाहिँ सजिलो छैन है जे भए पनि खान चाहिँ गाह्रो भएन केले मात्रै खाने हो त आज गाह्रो यो लाग्छ यहाँ हेर्ने यहाँ हेर्ने सिक्ने झन्डै डुबाएको केटाले मलाई उल्टो पर्या हो कि खासमा मन नसक्यो यो नेसनल ल है त ल खान्छ आजसम्म खानु पनि चाहिँ खान्छ छैन ल खाने चाहिँ खानु चाहिँ के लाग्छ र छोरी तिम्रोमा मात्रै पर्छ के भएन ल छोरी तिमी खाने तयारी गर है झन्डै खाएको मेरो छोरीले नि म खाम अर्को खान्छु रोटी अब त दादाले नि खाएको खायो दामी छ आफूले जित्यो नजितेको म त दिन्न म त पर्दैन के नखाने म त काली आफू जित्नु छैन यहाँ पख एकछिन यहाँ चटनी छ त हाम्रो त यहाँ फेरि है, मेरो पालो हेर्नु न खै ल अब त खानु सबैभन्दा ठुलो लिन्छु म त सबैभन्दा ठुलो यो बेला एउटा खा ल पछि पालो आउने वाला छैन दे नजिते आज खान नपाउने भए नदिने ओ त्यस्तो हुँदैन मैले आफूले तान्न पाउनु पर्यो आउनु कुरो त होइन सबैभन्दा ठुलो सानो लग्नु कहाँ हुन्छ त्यसरी तर कति मिठो छ है एकदम मिठो रहेछ ओहो धन्य आज नजिते खान चाहिँ पाइँदैन है अनि तिम्रो बिचरा ल म छोरीको म हान्दिने है नै नै त्यस्तो गर्न पाइन्न के पाइन्न, छोरीको बिचरा गर्न दिनु के यसलाई दुईचोटि चान्स दिनु ल त छोरीले दुईचोटि है ल हामी तिनै चान्स दिउँ न किन ए यो मेरो कारणले गर्दा ल फेरि हान फेरि एकचोटि हाल्नु ल ल बुट खेल बिउ अझै दिउँ ल नहर न अहिले लास्ट हो जित्यो नि छोरी त्यसो पाइने त्यो त गेमै भएन नि है त भन अहिले हजुरको चान्स आएपछि गर्छ न यो किन भएन भने चाहिँ यहाँ चिप्लो छ के नाटक नगर तेलै तेल छ यहाँ यो मैले जिते पनि यो मेरो छोरीको लागि हो यो चाहिँ त्यही भएर मैले खाएको छैन झन्डै भएको छोरी कमजोर छ त्यो तानामा आयो तिमी त्यो तान हो त्यो त्यत्रो खान्छु दादाले आफूले सानो तान्यो त्यसै ल अब भयो साइड साइड लाऊ के ल अब अब लास्ट छ यहाँ एउटा कोक छ अघि बुनले दुई चान्स थियो होइन म नि छोरा अन्त म त्यो अब सक्यो ए, ल आज सबै सक्यो ल होइन लगाउँदै आज त सक्यो यहाँ सके होइन अझै छ सक्यो ल के लगिसक्यो ल ठिक छ सक्यो ल ल ताली पठाइदियो सबैजनाले ल, हामी ल हाम्रो वी आर अल विनर है गाइस वी आर अल हजुरहरूलाई कस्तो लाग्छ Winner? जस्तोको तस्तै सल्लाह सुझाव दिनु होला र च्यानललाई लाइक कमेन्ट सब्स्क्राइब दिनु होला हजुर सामु यस्तै यस्तै भिडियोहरू लिएर आउनेछौँ बाई Bye bye. बाई